हेलो एभ्रिवान नमस्ते वेलकम ब्याक टु माई अर्को मिनी ब्लग। सो गाइस आज चाहिँ हामीहरू जाँदैछौँ अटोमा चढेर। कहाँ जाँदैछौँ त हामी अटोमा चढेर। फेरि हेर्नु न गाइस अटो चाहिँ यस्तो भिड थियो नि, हामी सबै कचाककुचुक भएर बस्नु पर्यो। अनि त्यहाँदेखि एकछिन गएपछि अटोको अगाडिको सिट चाहिँ खाली भयो अनि म चाहिँ अगाडि गएर बसेँ होइन गाइस। अनि अटोमा एकछिन गइसकेपछि फेरि हामी अटोबाट ओर्लेर बसमा चढ्यौँ। अटो र बस गर्दै कता हिँड्यौँ त हामी भन्दाखेरि फेरि हेर्नु न गाइस चढेसम्म त ओर्लिनु पर्यो किनकि हामीले जुन जग्गामा गएका थियौँ त्यहाँ पुगिसकेका थियौँ। ल्याइसकेको थियो अनि म चाहिँ भ्लग बनाउँदै हिँड्न थालेँ बाटोमा। हजुर अनि जहाँ गएका थियौँ त्यहाँ पुग्यौँ हामी चाहिँ। कहाँ गएका रहेछौँ खै त आफू चाहिँ भन्नु छैन अरूलाई मात्रै लाग्यो। अनि हामी चाहिँ पुगेर त्यहाँ टिकट काट्ने कार्यक्रम सुरु गऱ्यौँ होइन। टिकट काटिसकेर हामीहरू चाहिँ भित्र पस्यौँ अनि भित्र जाँदै थियौँ। यहाँनिर चाहिँ फेरि दुर्गा र दिदीको गोप्य सल्लाह चल्दै रहेछ। म चाहिँ भ्लग बनाउँदै पुगिहालेँ। अनि यहाँदेखि अगाडि गयौँ हामी। अनि हेर्नु त गाइस छाताहरू थोरै रहेनन् यहाँनिर, रहेनन् होइन रहेछ होइन। अनि यहाँ चाहिँ म फेरि हिँड्न थालेँ अगाडि नक्कल पार्दै। त्यहाँदेखि हामी चाहिँ गयौँ अगाडि पार्कतिर। के भयो दिदीको हालत खानेकुरा बोकेर गल्यो भरे तिमी खिचिदिनु होला नि त। मेरो ब्लगमै राम्रो आउँछु। कुदाउन मिल्दैन यो चाहिँ। म पनि अनि म चाहिँ यहाँ हजुरहरूलाई फेरि पार्कको सानो दृश्य देखाउँदैछु है त गाइस। हेर्नु दामी दामी छ है फेरि। अनि हामीहरू चाहिँ यो हेर्दै अगाडि गयौँ होइन। अनि फेरि गाइस म चाहिँ यहाँनिर योन्चाक देखेर फिदा भएन योन्चाक देख्दाखेरि। अनि एकछिनमा फेरि यहाँ नानीको रुने कार्यक्रम सुरु भयो एकछिन। अनि नानीलाई फकाइन्जेल सुनमा म फेरि यता आफ्नै भिडियो खिच्न थालेँ पुरा सरर पारेर होइन। अरू त मेरो त्यहाँ केही कामै भएन। अनि नानी पनि फकिसकिन्। अनि त्यसपछि फेरि दिदीहरू पनि यता आउनुभयो। अनि हामीहरू फेरि यता एकछिन घुम्यौँ यताउता होइन। अनि त्यहाँदेखि हामीहरूको फेरि ट्रन आयो खाने। अनि हामी चाहिँ खान थाल्यौँ। म चाहिँ धमाधम खानेकुरा निकाल्न थालेँ। के छ भन्दै देखाउन थालेँ। हेर्नु त गाइस चिप्स कोक पानीहरू थियो के थियो होइन। ग्लास होइन चिप्स। अनि हामी चाहिँ यहाँ बसेर खाना मात्रै थालेका थियौँ कि गाइस। बाहिरबाट एकजना मान्छे आएर बाहिरबाट ल्याएको सामान चाहिँ यहाँभित्र खानु हुँदैन, बाहिरको सामान यहाँभित्र खायो भने 500 रुपिस फाइन अरे। अनि हामीहरू त अब त्यहाँ बसेर फाइन तिर्ने